यो चाहिँ मेरो एउटा सानो स्मल गार्डन हो अनि मेरो चाहिँ यहाँ फुल फुलेको छ यस्तो राम्रो खालको अनि यता पनि दामी फुलेको छ अनि म यसको बादमा अरू पनि देखाउँछु अनि यहाँ चाहिँ मेरो एलोभेरा छ एलोभेराको चाहिँ भाजी भएछ भने अनि चाहिँ यस्तो सानो यो चाहिँ मेरो एउटा यो पनि एउटा सानो गार्डन हो अनि यहाँ चाहिँ यस्तो खालको यो जेट प्लान्ट यो अस्ति मैले रोपेको मनी प्लान्ट जस्तो भएछ अनि यो कुन प्लान्ट हो थाहा छैन अनि यो चाहिँ सिनेरिया हो यस्तो कलरको फुलेको छ यी सबै यस्तो बसेर किराहरू झिँगाहरू बसिरहेको भँवरा बस्नुपर्ने ठाउँमा झिँगा बस्छ यो चाहिँ यो कुन हो यो एक खालको यो अर्को खालको अनि यो स्मल रोजवाला हो यो फेरि अर्कै खालको यहाँ यत्रो ठुलो छ अनि यो रेड फुल्ने हो यो लहरे हो यो कुन प्लान्ट हो त्यो पनि थाहा छैन यो चाहिँ कुन प्लान्ट हो यो पनि थाहा छैन यो चाहिँ यसको नामै बिर्सेँ मैले यो पनि हो अनि यो पिटुनिया हो यति धेरै फुल दिएको छ कि पिटुनिया चाहिँ ओ माई गॉड हेर्दै हेरौँ लाग्ने खालको फुल दिएको छ अनि यो मेरो लक्की प्लान्ट हो यो भनेको यसको नाम चाहिँ के भयो यो रेड कलरको फुल्छ अनि यहाँ चाहिँ मम्मीले रोप्नु भएको यो अनि यो फेरि अर्कै कलर हो अनि यो छ एउटा यो कुन हो यो चाहिँ थाहा भएन मलाई अनि यहाँबाट देखिने भ्यू अनि यो अर्को सिनेरिया नै हो अनि यो पनि छ अर्को सिनेरिया यो पनि अनि यो चाहिँ लहरावाला हो अब म यतापट्टिको देखाउँछु यो त अघि उतापट्टिको रेड यो भयो यो मेरो स्नेक प्लान्टको सानो बाटो हो यो ठुलो यो यसको चाहिँ भाँचे छ यो सबै यो र यो अनि यो सिनेरिया नै हो वाइटबाट सिनेरिया यति धेरै फुलेको छ यो चाहिँ सबैभन्दा मन परेको मलाई वाइट हो यो मेरो पिटुनिया हो यो पिटुनिया यस्तो धेरै राम्रो फुलेको छ अनि यस्तोरी राम्रो एकदम धेरै दुई कलरबाट फुलेको पिटुनिया यो पनि सिनेरिया नै हो यो चाहिँ भर्खर यसरी पक्रिँदैछ बिस्तारै फुल्छ अनि यो अर्को यसको नाम चाहिँ के हो थाहा भएन तर यो पनि झप्प फुलिरहेछ अनि यो लक्की प्लान्ट हो यत्रो ठुलो भइरहेछ यो यत्रो ठुलो यहाँ पनि रोपेको छौँ हामीले यो पिटुनियालाई यो दुई कलरको योहरू यस्तो राम्रो भइरहेछ अनि यो हो एउटा अर्को एउटै बोटमा दुई कलर फुलेछ यो र यो पनि अस्ति भर्खर रोपेको कुन कलरको फुल्छ थाहा छैन यो कुन कलरको फुल्छ यो चाहिँ चराले खाएर यस्तो बल्ल तल यति भयो पनि अलिकति भएछ सबै चराले खाएर यो चाहिँ फुल्नै दिँदैन अलिअलि फुल्छ फेरि खाइहाल्छ अनि यो छ एउटा जिरेनियम यो एउटा कलरको भयो जिरेनियम यो अर्को कलरको जिरेनियम हो यहाँ चाहिँ दुई कलरको छ अनि यो मेरो ड्रागन फ्रुट अनि यो यस्तो छ यहाँ